यो हो तिहार उज्यालो र माया फैलाउने पर्व। घर सफा गरी रङ्गोली र दीप बाल्दै हामी स्वागत गर्छौं लक्ष्मीको आगमनलाई। पहिलो दिन काग तिहारमा समाचारका दूत कागलाई सम्मान गरिन्छ। दोस्रो दिन कुकुर तिहारमा मानवका विश्वसनीय साथी कुकुरलाई माला र टीका लगाइन्छ। तेस्रो दिन गाई तिहार लक्ष्मी पूजामा समृद्धिको प्रतीक गाई र देवी लक्ष्मीको आराधना गरिन्छ। चौथो दिन गोवर्धन पूजा र पूजा आफू र प्रकृति प्रतिको सम्मानी व्यक्त गर्ने दिन। अन्तिम दिन भैटीका दाजु बहिनीको प्रेम र सुरक्षा सम्बन्धको प्रतीक। सबैलाई तिहारको शुभकामना। प्रकाश माया र समृद्धिले भरिएको जीवन हो।